म त्यसै भन्दिनँ त हाम्रो तिनसुकिया स्टेसन जस्तो साफसुथ्रा र राम्रो म काहीँ देख्दिनँ भनेर भन्दा मान्छेलाई नराम्रो लाग्छ होला। यहाँ हेर्नु, यो हेर्नुहोस्, यो विश्वनाथ चारालिक है, यो विश्वनाथ डिस्ट्रिक्ट हो। यहाँ हेर्नुहोस्, यो बेदेती स्टेसन देख्नु अनि यहाँ हेर्नु गति के छ, मान्छे बस्ने जग्गा हेर्नुहोस् है, सबै कचुघार लिएर के पुडिएको छ है। साँच्चै भनेको हामीले गौरव गर्नुपर्ने हो कि हामीले तिनसुकिया डिस्ट्रिक्ट जस्तो एउटा मतलब तिनसुकिया डिस्ट्रिक्टमा एउटा राम्रो स्टेसन भेटेका छौँ। यति नि यहाँ एउटा दोकान छैन, अब टिकट छैन यहाँ, टिकट यहाँ टिकट काउन्टरमा अरूतिरबाट किनेर ल्याउँदो रहेछ। अब हेर्नुहोस्, विश्वनाथ चारालीबाट तेलेम भन्ने ठाउँ गएको जुनाइको छेउमा 80 रुपियाँ भाडा छ र यो बेदेती स्टेसन भनेको विश्वनाथ चारालीबाट लगभग 5-6वटा स्टेसन यता लगभग आधा घन्टाबाट बेसीको बाटो कम्ती पर्छ यहाँबाट तेलेम। उहाँबाट 90 रुपियाँ भाडा छ नि, यहाँबाट 80 रुपियाँ हुनुपर्ने, तर यहाँबाट 100 रुपियाँ छ। मैले भनेको कस्तो के सिस्टम हो, उहाँ विश्वनाथ चारालीबाट उहाँ 80 लिन्छ, त्यहाँभन्दा अझै यहाँ छेउ हो 90 लिन्थ्यो, यहाँ अझै छेउ, यहाँ त 80 हुनु पर्यो भनेको होइन। हामी टिकट किनेर ल्याउँछौँ, त्यसकै लागि भन्छ एउटा कम्प्युटर छैन स्टेसनमा। हेर्नुहोस् यो स्टेसन नि, र गर्व लाग्छ जे पनि हामीहरूको तिनसुकिया डिस्ट्रिक्टको जुन स्टेसन छ त्यो त छोडौँ, हामीहरूको डिगबई तिनसुकिया एउटा डिस्ट्रिक्टको भएर हामीहरूको डिगबईको पनि यति साफसुथ्रा छ स्टेसन, साँच्चै नै गौरव गर्ने कुरो है। र अरू जग्गाबाट भिडियो हेर्नुहुँदैछ भने हामीहरूको स्टेसन चाहिँ नराम्रो भनेको भनेर न्यु नखोज्नु होला, नराम्रो नभन्नु होला है। मैले जे देखेँ त्यही भनेको है। राधे राधे।